कार्तिक नाच 385 वर्ष पुरानो एक पौराणिक नृत्य हो जुन सिद्धि नरसिंह मल्लद्वारा सुरु गरिएको थियो। कार्तिक नाच हरेक वर्ष यल ललितपुर स्थित पाटन दरबार स्क्वायरको प्राचीन आँगन कार्तिक दबलीमा प्रदर्शन गरिन्छ। नरसिंह अवतार कार्तिक शुक्ल त्रयोदशी अल्मनाचको दिन प्रस्तुत गरिन्छ। जब हिरण्यकश्यपलाई विष्णुको वराह अवतारले मार्छ, उनका भाइ हिरण्यकश्यपले बदला लिने प्रतिज्ञा गर्छन्, विशेष गरी भगवान विष्णुसँग। उनी पहाडमा जान्छन् र धेरै वर्षसम्म ध्यान गर्छन्। उनको भक्तिबाट प्रसन्न भएर भगवान ब्रह्माले उसलाई एउटा इच्छा दिन्छन्। हिरण्यकश्यप उसलाई मानिस वा जनावर न दिन न रातको समयमा स्वर्ग वा पृथ्वी र कुनै पनि हतियार वा उपकरणद्वारा मर्न नपरोस् भनेर अनुरोध गर्छन्। लगभग अमर हिरण्यकश्यप एक अत्याचारी बन्छ र विष्णुको सबै पूजामा प्रतिबन्ध लगाउँछ। तर नारदको आश्रममा जन्मेका र उनीबाट प्रभावित उनको छोरा प्रहलाद विष्णुको भक्त बन्छ। हिरण्यकश्यपले प्रहलादलाई विष्णुको विरुद्धमा उक्साउने प्रयास गर्छन्, तर भुल सफल हुँदैन। उनी रिसाउँछन् र आफ्नो छोरालाई मार्न खोज्छन्। धेरै असफल प्रयासहरूपछि एक साँझ उसले आफ्नो सेनाहरूलाई प्रहलादलाई खम्बामा बाँधेर उनको टाउको काट्न आदेश दिन्छन्। विष्णु नरसिंहको रूपमा खम्बाबाट बाहिर निस्कन्छन्, जो आधा मानव र स्तर सिंह हुन्, र सूर्यास्तको समयमा उसलाई आफ्नो काखमा राख्छन् र आफ्नो तीखा नङ्ग्राले हिरण्यकश्यपको छाती चिरेर वध गर्छन्। यसरी विष्णुले आफ्नो नरसिंह अवतारमा आफ्नो भक्त प्रहलादको रक्षा गर्नुहुन्छ। कथाको नैतिकता भनेको कोही पनि अमर छैन। तपाईको परिवारले तपाईँ को हुनुहुन्छ र तपाईँ कसलाई पछ्याउनु हुनुहुन्छ भनेर परिभाषित गर्दैन। दैत्यको छोरा देवताको भक्त हुन सक्छ।